Hey YouTube, this is Bias Reaction अनि आज हामी रियाक्ट गर्दैछौँ जेम्सी चिलमा Visualizer New Music 2026 75 दादा अहिले जेलमा छ त्यसैले कसैले के भने पनि सुन्दिन दादा अहिले जेलमा छ मलाई फोन नगर फोन सोन उठ्दैन दादा जहिले हाईमा ब्याट पिच साइडमा रक्सी छ छालबाल खाना आउँदैन ड्राइभमा दादा एकदम चिलमा छ भाइहरू फिल्डमा छ पैसा लर देखान्छ खै कति बिल आछ जहिले पनि मोज जहिले पनि चिल मतलब छैन मुजी फक हाउ यु फिल रोली मेरो हातमा एयरफोर्स क्लीन BBS डायमन्ड विदा माजलिन इन आई मीन रकस्टार लाइफस्टाइल जता गयो नि फ्यान stand back केटाहरू I'm always with the gang money on my mind so I'm always on the grind लाग्छ मलाई अझै मेरो आएको छैन प्राइम माइन्डसेट क्रिमिनल काम धन्दा इलिगल रातारात मालामाल सम्पत्ति फालाफल यस्तै छ मेरो ताल छैन खासै केको बाल 6 महिना नेपाल बाँकी छ पोर्तुगाल दादा अहिले जेलमा छ त्यसैले कसैले के भने पनि सुन्दैन दादा अहिले जेलमा छ यो जेट्रिक्सको लागि रेस्पोन्स लाग्छ मलाई अझै मेरो आएको छैन प्राइम माइन्डसेट क्रिमिनल काम धन्दा इलिगल रातारात मालामाल सम्पत्ति फालाफल यस्तै छ मेरो ताल छैन खासै केको बाल 6 महिना नेपाल बाँकी छ पोर्तुगाल दादा अहिले जेलमा छ त्यसैले कसैले के भने पनि सुन्दैन दादा अहिले जेलमा छ मलाई फोन नगर फोन सोन उठ्दैन दादा जेलमा छ दादा जेलमा छ छोडिसके भाइ जाडे होला भाउदिन छोडिसके भाइ रेकर्ड लेभल आफ्नै मैले खोलिसके भाइ ऱ्याप पानी जग्गा जमिन जोडिसके भाइ के छ गल्तीमा पक्कै मेरो वारी Yeah, I like to chill with थोरी नारी आज एउटा देशमा होली आएको देशमा कहिले हुन्छु ह्याङमा कहिले हुन्न फ्रेसमा पानी गर्नेको जेम्सी बोय पैसा फालेको जेम्सी बोय जेम्सी बोय मलाई भेट्न एकदम गाह्रो जेम्सी बोय अति नै सम्माहरूसँग मस्किँदै लाइफको चार्जमा बत्तिँदै नआइज कान्छा सन्किँदै गर्न बोइज हामी कुनामा साथीभाइहरू छन् थुनामा ग्याङ्स्टर लाइफ हरेक जिल्लामा मान्डेमहरू 4 किल्लामा दादा जेलमा छ आई थिङ्क जेट्रिक्सको सबै अलमोस्ट मोस्टली चाहिँ रिप्लाई गरिसक्यो किनभने त्यो पोस्टरमा जे लेखेको थियो नि जस्तै रिमिक्स अनि अब डिनाइ नगरे पनि एटलिस्ट अब फेरि रिमिक्समै उसलाई थाहा छ कि यो जानी रिमिक्समै हानिदियो धेरै हान्नु नि परेन आई थिङ्क इट्स अ टिच सङ फर के जेट्रिक्स दिस इज अ लिटरली जेम्सी इज टिचिङ जेट्रिक्स एकछिन ल यो गीत चाहिँ चल्छ जस्तो लाग्छ धेरै यसको यो गीतको रिप्ले भ्यालु धेरै छ क्या दादा चिलमा छ त्यसैले कसैले के भने पनि सुन्दिन दादा अहिले जेलमा छ मलाई फोन नगर फोन सोन उठ्दैन दादा जहिले हाईमा ब्याट पिच साइडमा अनि कस्तो आई डोन्ट नो त्यो हल्का साउन्ड डिस्टोर्टेड हो कि के भन्छ त्यो बनाएर जेल र चिललाई कस्तो सिमिलर जस्तो सुनेको छ कि मलाई त्यस्तो भयो कन्फ्युज भयो त मैले त्यस्तै सुने फोन नगर फोन सोन उठ्दैन दादा जहिले हाईमा ब्याट पिच साइडमा रक्सी छ छालबाल खाना आउँदैन ड्राइभमा दादा एकदम चिलमा छ भाइहरू फिल्डमा छ पैसा लर देखान्छ खै कति बिल आछ जहिले पनि मोज जहिले पनि चिल मतलब छैन मुजी फक हाउ यु फिल रोली मेरो हातमा एयरफोर्स
most clean VVS Diamond, Vida Mazeline. You know what I mean? Rockstar lifestyle, jata gani fan. Stand back, get a hair, I'm always with the gang. Money on my mind, so I'm always on the grind. लाग्छ मलाई अझै मेरो आएको छैन प्राइम. Mindset criminal, काम धन्दा illegal. रातारात मालामाल, सम्पत्ति फालाफल. यस्तै छ मेरो ताल, छैन खासै केको बाल. 6 महिना नेपाल, बाँकी छ पोर्तुगाल. दादा अहिले चिलमा छ कसैले कसैले के भने पनि सुन्दैन. दादा अहिले चिलमा छ मलाई फोन नगर, फोन सोन उठ्दैन. दादा चिलमा छ, दादा चिलमा छ. छोडिसके भाइ जाडे होला भाउ दिन छोडिसके भाइ. रेकर्ड लेभल आफ्नै मैले खोलिसके भाइ. ऱ्याप पानी सका जमिन जोडिसके भाइ. के छ यो खोल्तीमा पक्कै मेरो मारी. Yeah, I like to chill with थोरी नारी. आज एउटा देशमा भोलि अर्को देशमा. कहिले हुन्छु ह्याङमा कहिले हुन्न फ्रेसमा. घडी गर्नेको जेम्सी बोय. जेम्सीले डिकोड गरिसक्यो यार आफ्नो कस्तो कमर्सियल, आफ्नो म्युजिकलाई कमर्सियल. अब पहिलेबाट अलमोस्ट कमर्सियल थियो, अब चाहिँ अलमोस्ट प्राइममा छैन भन्छ. तर आई थिङ्क कमर्सियल सङ अब लेट मी नो होइन तिमीहरूको ओपिनियन. तर आई थिङ्क जेम्सी कमर्सियल हिसाबले चाहिँ अलमोस्ट प्राइममै छ. किनभने कुनै खासै गीतहरू मिस गरेको छैन जेम्सीले. आएको जेम्सी बोय बेबीहरुको प्यारो. जेम्सी बोय मलाई भेट्न एकदम गाह्रो. जेम्सी बोय अति नै सम्माहरूसँग मस्किँदै. लाइफको चार्जमा बत्तिँदै नआइज कान्छा सन्किँदै. गर्न बोइज हामी कुनामा, साथीभाइहरू छन् थुनामा. लाइफ हरेक जिल्लामा, मान्डेमहरू 4 किल्लामा. अनि कस्तो आई नो होइन कति ऱ्यापरहरूले जेम्सीलाई हेट गर्छ होला आई गेस होइन. जेम्सी लिरिकली मलाई त्यस्तो स्ट्रङ लाग्दैन भने जेम्सीको एउटा मलाई कस्तो लाग्छ भने जेम्सीले जानी छोडिदिन्छ क्या लिरिकल. जस्तै राइमिङ प्याटर्नहरू एउटा दुइटा कस्तो राम्रो छ, सिम्पल राइमिङ प्याटर्न मिठो हान्छ. अनि गीतहरूमा तिमीले याद गरेछौ भने सायद आफ्नो गीतको थ्रोब्याक रेफरेन्सहरू दिइरहेको हुन्छ क्या. त्यो एउटा राम्रो राइटरहरूले राम्रो ऱ्यापरहरूले गर्छ क्या. तर तिमीहरू यो चाहिँ सायद ओभर स्याडो छ क्या जेम्सीको. मान्छेहरूले नेग्लेक्ट गरिदिरहेको छ कि यो पार्ट चाहिँ मलाई फिल दादा चिलमा छ, मेरो डले दादा चिलमा छ.